ओइ यो त साइन होइन के गर्दै रहेछ उ चाहिँ आजकल साइन ओहो साथी के छ साथी एकदम ठिक छ यार अनि तिम्रो के छ त अनि मेरो नि यस्तै छ साथी म एमबिबिएस को तयारी गर्दैछु अहिले के गर्दैछौ मैले पनि त अनि अस्ति भर्खरै नाम निकालेर स्कलरसिपमा म बसिरहेको हो नि त अहिले अब जोइन गर्नुपर्ने छ अब कलेजहरू हेरिरहेको छु कता के छ भनेर यो मेरो अन्तिम ट्राई हो कि डर लागिरहेछ म ए हो र तिम्रो यो लास्ट ट्राई पो हो साथी लास्ट टाइम हो ए अनि के कस्तो छ त तिम्रो तयारी अहिलेसम्म कति कहाँ के पुगेछ यही हो अहिले नोट्सहरू बनाएको छु इन्स्टिट्युट पनि गइरहेको छु त्यही हो साथी ए इन्स्टिट्युटहरू त गइरहेछौ नि है गइरहेको छु मैले पनि लास्ट टेनमै कटाएको थिएँ म पनि इन्स्टिट्युट गइरहेको थिएँ रेगुलरली अब नोट्सहरू पनि बनाइरहेको थिएँ तैपनि अलिकति भने पनि गाह्रो चाहिँ भयो मलाई पनि गाह्रै छ नि साथी यदि अब तिमी मान्छौ भने मसँग अर्को पनि एउटा उपाय छ तिमी के मान्छौ त मिल्छ के उपाय भन न मैले पनि लास्ट टेनमै कटाएको थिएँ यार मलाई पनि निकै गाह्रो भएको थियो मैले एकजना मान्छे चिनेको छु नत्र उहाँसँग भेट्न जाने हो त हुन्छ जाउँ न हुन्छ ल जाउँ न त म एकचोटि लाइसकेको अब त्यो बताऊ है त हुन्छ हेलो दाइ कता हुनुहुन्छ तपाईँ ए हुन्छ मेरो उसलाई पनि अलिकति गाह्रो भइरहेको छ त्यो हुन्छ दाइ हुन्छ त्यही आउँछौँ है त हस् जाउँ त दाइ सन्चै हुनुहुन्छ अनि के कसरी आयो हजुरलाई अब थोरै दुःख मेरो साथी हुँदै अनि उनलाई चाहिँ के पऱ्यो भनेलाई अहिले उसको लास्ट सेकेन्डमा चाहिँ एमबिबिएसमा अनि अब हजुरले मलाई गर्नुभएको जस्तै अलिकति उसलाई पनि गर्नुहुन्छ यस्तो हुन्छ हेर अब तिमीलाई नढाँटेर भन्नुपर्दा चाहिँ उसले पनि लास्ट एटेम्पमै आफ्नो नाम निकालेको हो होइन अनि अब तिम्रो नि तिम्रो साथी रहेछ होइन अब त्यसको लागि चाहिँ अब हामीले सर्टेन अमाउन्ट चार्ज गर्नुपर्छ अनि हामीले तिम्रो नाम चाहिँ स्कलरसिपमा एमबिबिएसको इन्ट्रान्स एक्जामको स्कलरसिपमा चाहिँ दिनुहोस् भन्ने हामीले ग्यारेन्टी चाहिँ दिन्छौँ त्यो कुरा गर्ने नगर्ने कुरा चाहिँ तिम्रो हातमा छ तर अब उसले भने जस्तै तिम्रो लास्ट एटेम्प रहेछ होइन अब लास्ट एटेम्प पछि त तिमीसँग अप्सन छैन केही अरू गर्ने सोचेको छ भने चाहिँ हुनसक्छ मैले त्यस्तो केही त सुनेको छैन त्यस्तो हो भने मैले तिमीलाई एउटा डकुमेन्ट बनाउँछु डकुमेन्टमा चाहिँ हाम्रो पेमेन्टको तिम्रो के के कुरामा सबै कुराहरू दिनु हुन्छ त्यो डकुमेन्ट सोच अनि त्यसपछि तिमी भोलि आउँदा चाहिँ मलाई कल गर तिम्रै अगाडि तिम्रो साथीको नाम पनि उसको पनि लास्ट अटेम्पमै निस्केको हो तिमीले आफ्नै साथीलाई सोद्धा नि हुन्छ त्यसो हुन्छ भेट्दै गर्छु भाइ हेलो हजुर सर नमस्ते हजुर यो त्यही त एकजना भाइ अर्को भाइ आएको थियो यहाँनिर त्यो एमबिबिएस इन्ट्रान्सको लागि स्कलरसिपको लागि हजुर त्यो अगाडि भाइलाई गरेको जस्तै उसलाई नि गर्नुपर्ने हजुर सर तपाईँको पार्ट त तपाईँलाई आइहाल्छ नि हुन्छ तपाईँको पार्ट तपाईँलाई आउँछ उसले सर्टेन अमाउन्ट पे गर्छु भनेको छ अनि मैले चाहिँ उसलाई त्यो डकुमेन्ट हाम्रो प्राइसिङको लिस्ट चाहिँ उसलाई पठाइदिएको छु
है हजुर नाम चाहिँ सैन खत्री सर हजुर हुन्छ भोलि उसले आएर म भन्छु भनेको छ त्यसपछि चाहिँ म तपाईँलाई कभर गर्छु नि त है हस् 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 ओए भाइ के सोचिरह हौ हिँड्नु त यहाँ त म एउटा साथी भेटेको थिएँ उसले एउटा सरलाई भेटायो अनि यति पे गरेपछि मेरो एमबिबिएसमा स्कलरसिपमा निकालिदिन्छु भनेको छ म त तिर्न पो लाग्छ दाइ तर भाइ त्यस्तो गरेर नि कहाँ हुन्छ हामीसँग पो पैसा छ हामीले पो तिरेर अफोर्ड गर्न सक्छौँ अरूले त्यत्रो दुःख गर्छ त्यत्रो हार्डवर्क कति वर्ष मेहनत गरेर एमबिबिएसमा 3 वर्ष गरेर बल्ल बल्ल नाम निकाल्छ त आएर अहिले आएर पैसा तिरेर छिर्ने कुरा गर्दा त्यसरी हुँदैन भाइ तर त्यस्तो कहाँ हुन्छ को हो त्यो मान्छे अहिले नम्बर डिलिट गरिहाल्यो अरू पढ्न थाल्यो अहिलेदेखि दाइ मैले त्यता सोचेको थिइनँ अहिले पढ्न थालेँ। भ्रष्टाचारले केवल नियम मात्र तोड्दैन यसले सपना तोड्छ अवसर खोल्छ र योग्य व्यक्तिको भविष्य अन्धकारमा बनाउँछ आज यदि हामी पैसाको भरमा सफलता किन्न खोज्छौँ भने भोलि समाजको इमान्दार र सक्षम नागरिक गुमाउनेछौँ त्यसैले भ्रष्टाचार नगरौँ र नगर्न दिउँ।